नमस्ते। आज हामी यो मौसम बदलिँदोसँगै यो अब गर्मी मौसमसित जाडो मौसम सुरु हुँदाखेरि हाम्रो शरीरमा देखिने समस्याहरू अनि जाडोमा ध्यान दिनुपर्ने कुराहरू हामी चाहिँ सेयर गर्दैछौँ हामी आफूले है अब अलि बढी यो सम्बन्धित फिल्डमा हुनुभएको भएर उहाँले यही सम्बन्धित भएको भएर आफूले थाहा भएका जानकारीहरू तपाईहरु समक्ष ल्याउन कोसिस गर्छौँ। केही गल्ती भएमा सुधार्ने मौका पनि पाऊँ है। ल आज हामी चाहिँ जाडोमा ध्यान दिनुपर्ने पहिलो चाहिँ हामी त्यहाँदेखि सुरु गरौँ है। जाडो महिनामा ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हो ल तपाईबाट सुरु गर्नु। स्टार्टिङमा चाहिँ हामीले जाडोमा चाहिँ कस्तो स्टार्टिङमा चाहिँ के भन्नु पर्छ, तातो कपडा लाउनु पर्छ न्यानो कपडा लाउनु पर्छ। त्यसपछि जिउ तताउनलाई तातो पानी पिउनुपर्छ, तातो तातो सुपहरू खानुपर्छ, तातो तातो खाना अनि गरम गर्ने कुराहरू खानुपर्छ होइन। अनि अर्को कुरा के हो भन्दाखेरि आफू बस्ने ठाउँमा चाहिँ न्यानो बनाउनु पर्छ, कोठाहरूलाई न्यानो राख्ने होइन। अनि हो अनि तातो पानी तातो चिजको बढी प्रयोग गर्नुपर्छ, न्यानो खाना खाने, हात खुट्टा तातो चिजको बढी प्रयोग गर्छ। आगोले झोसेर राख्ने हो र त्यस्तो त होइन, आगोले झोस्न भने आफूले सहन सकिन्छ त भयो। अनि हल्का हल्का एक्सर्साइज पनि गर्नुपर्छ होइन। एक्सर्साइज गरेपछि के हुन्छ भने ब्लड सर्कुलेसन राम्रो हुन्छ, राम्रो भएपछि शरीरमा हिटको वार्मअप हुन्छ होइन। अनि न्यानो कपडा लाउने, बाहिर निस्किँदाखेरि पनि अब वेदर हेरेर बुझेर मात्रै निस्किनु, धेरै चिसो छ भने ननिस्किनु। त्यसले गर्दा चिसो पानी नुहाउन सकिँदैन भने चिसो पानी नहुने, मनतातो पानीहरू नहुने होइन। स्पेसल्ली त बालिका र यो बुढा के वृद्धहरूको चाहिँ एकदम ख्याल गर्नुपर्छ। उहाँहरूलाई चाहिँ छिटो चिसो लाग्छ, बच्चाहरूलाई हो नि छिटो चिसो लाग्छ। लुगा खोकीले समात्छ, लुगा समातेपछि अनि लुगा बिग्रेपछि निमोनिया हुन्छ, निमोनिया भएपछि त्यही त रोग बल्झिँदै जान्छ, ख्याल गर्नुपर्छ। अनि छालाहरूलाई चाहिँ एकदम के ड्राई हुन्छ, मोइस्चराइजरहरू लगाइराख्ने, सुक्खा नराख्ने होइन। पानीहरू छिनछिनमा लिइराख्ने। यो मौसम सँगै चेन्ज हुँदा सँगसँगै कस्ता रोगहरू चाहिँ प्राय हामीमा देखिने गर्दछन् कि कस्तो समस्याहरू आउने गर्छ मौसम चेन्ज हुँदाखेरि? तपाईँको समस्याहरू हामी शरीरमा छ नि